राजनीतिमा मानिसहरू जोडिन्छन् पनि छुट्टिन्छन् पनि, यो स्वाभाविक प्रक्रिया हो। आज रवि र बालेन एकै ठाउँमा देखिँदा धेरैले आशा, धेरैले प्रश्न पनि गरेका छन् र यसलाई व्यक्तिको विषयभन्दा ठुलो सन्दर्भमा हेर्न जरुरी छ। विकासशील देशहरूमा हामी प्राय पार्टीमा विभाजित छौँ। आवाज फरक फरक छन् तर मनभित्रको चाहना एउटै हो, देश राम्रो बनोस्। दुःखको कुरा राजनीति र व्यक्तिगत स्वार्थले हामीलाई एकअर्कासँग टाढा बनाइदिएको छ, जबकि देशप्रतिको माया सबैमा समान छ। यो मेरो भनाइ कसैलाई भोट हाल्न आग्रह गर्नको लागि होइन, कसलाई समर्थन गर्ने भन्ने व्यक्तिको स्वतन्त्रता हो। न त म विगतमा काङ्ग्रेस, एमाले अब अन्य पार्टीहरूले के गरे भन्ने कुराको आलोचना गर्न चाहन्छु। सबैलाई थाहा भएकै कुरा हो, दोहोऱ्याएर देश अघि बढ्दैन। अत्याधिक अपेक्षा पनि छैन, तर त्यसलाई अहिले चाहिएको भनेको स्थिर सरकार हो, कम भ्रष्टाचार, इमान्दार नेतृत्व र जनताको अनुहारमा देखिने सानो मुस्कान हो। ठुलो भाषणभन्दा पनि साना साना कामहरू निरन्तर गर्न सकियो भने पक्कै पनि हामी सफल हुनेछौँ र हाम्रो देश सफल हुनेछ। अब समय आएको छ दोषारोपणभन्दा माथि उठ्ने, घृणाभन्दा समाधान खोज्ने र विगतभन्दा भविष्यतर्फ हेर्ने। परिवर्तन कुनै एक नेताबाट होइन, हामी सबैको सोच र व्यवहारबाट सुरु हुन्छ। देश अघि बढोस्, जनता एकअर्काप्रति फेरि विश्वास गर्न सकुन्, यही कामना हो। हस्, नमस्कार।